साथीहरू नमस्ते नमस्कार। आज फेरि तपाईहरुलाई पुनः स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरू तपाईहरु समक्ष म फेरि उपस्थित भइसकेको छु। निमावि लाइसेन्सको नमुना प्रश्नोत्तर सेट 21 मा साथीहरू आज फेरि तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु र तपाईहरुलाई जानकारी दिन चाहन्छु साथीहरू। यो सेटमा पनि हैन जम्मा 20 वटा क्वेशन समावेश गरेको छु र 20 वटा मध्ये 3 वटा आईसीटी 3 वटा संविधान र 14 वटा चाहिँ शिक्षाको क्षेत्र समेटिएर क्वेशन बनाएको छु। अति सम्भावित आशा छ तपाईहरुलाई यो सेट पनि हैन सदा झै सेटहरु जस्तै राम्रो लाग्नेछ र तपाईहरु आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिन नभुल्नु होला। यतिकै भन्दै हैन अब हामी आजको पहिलो प्रश्नतर्फ जान चाहन्छौं साथीहरू। हेर्न सक्नुहुनेछ र पहिलो प्रश्नमा रहेको छ साथीहरू, शिक्षा ऐन 2028 अनुसार शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी तलका मध्ये कुन हो? रोचक प्रश्न रहेको छ साथीहरू। अप्सन ए मा रहेको छ त्रिविको उपकुलपति, अप्सन बी मा रहेको छ लोकसेवा आयोगको अध्यक्ष, अप्सन सी मा रहेको छ राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र अप्सन डी मा रहेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव र यसको सही उत्तर हुन्छ अप्सन नम्बर सी राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य हुँदैन है साथीहरू। ल हेरौँ प्रश्न नम्बर 2 मा। प्रश्न नम्बर 2 मा रहेको छ नेपालको संविधानमा नागरिकका जम्मा कतिवटा कर्तव्यहरू उल्लेख गरिएको छ? अप्सन ए 3 वटा, अप्सन बी 4 वटा, अप्सन सी 5 वटा र अप्सन डी मा रहेको छ 10 वटा। र यसको सही उत्तर के हुन्छ साथीहरू? अप्सन नम्बर बी 4 वटा चाहिँ नेपालको संविधानमा नागरिकहरूको व्यवस्था नागरिकहरूको कर्तव्यको व्यवस्था गरिएको छ साथीहरू। ल ख्याल पुर्याउनु होला साथीहरू। अनि त्यसरी नै अब जानेछु प्रश्न नम्बर 3 मा। प्रश्न नम्बर 3 पनि संविधानबाट नै रहेको छ। प्रश्न नम्बर 3 मा सोधिएको छ नेपालको संविधान बमोजिम राष्ट्रिय सभामा कति जना सदस्य रहने व्यवस्था रहेको छ? अप्सन ए 59 जना, अप्सन बी 275 जना, अप्सन सी 50 जना र अप्सन डी मा रहेको छ 200 जना। र प्रश्न नम्बर 3 ले मागेको सही उत्तर हो साथीहरू अप्सन नम्बर ए 59 जना हुन्छ है साथीहरू। यसमा चाहिँ राम्रो क्वेशन यो पनि रहेको छ। प्रश्न नम्बर 4 मा हेरौँ। प्रश्न नम्बर 4 मा रहेको छ साथीहरू नेपालको संविधान अनुसार प्रदान गर्न सकिने नागरिकता कुन हो? अप्सन ए वंशज, अप्सन बी अङ्गीकृत, अप्सन सी समानार्थ र अप्सन डी मा रहेको छ माथिका सबै। र साथीहरू यसको सही उत्तर हुन्छ अप्सन नम्बर डी माथिका सबै। अङ्गीकृत, वंशज, समानार्थ र गैर आवासीय गरेर सबै प्रदान गर्ने भएकाले अप्सन नम्बर डी यसको सही उत्तर हुन्छ। माथिका 3 वटै प्रदान गरिन्छ साथीहरू। ल त्यसरी नै जानेछौँ अब हामी प्रश्न नम्बर 5 मा। प्रश्न नम्बर 5 मा रहेको छ डिजिटल प्रविधिमा नैतिक आचरणलाई के भनिन्छ? अप्सन ए साइबर सेफ्टी, अप्सन बी साइबर एथिक्स, अप्सन सी साइबर ल र अप्सन डी मा रहेको छ साइबर सिक्योरिटी। र प्रश्न नम्बर 5 को सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर बी साइबर इथिक्स। डिजिटल प्रविधिमा नैतिक आचरणलाई साइबर एथिक्स भनेर चिनिन्छ साथीहरू है साथीहरू। ल यो चाहिँ सूचना प्रविधिमा हामी अहिले प्रवेश गरेका छौँ। ल जाउँ प्रश्न नम्बर 6 मा। प्रश्न नम्बर 6 पनि सूचना प्रविधिबाट रहेको छ। माइक्रोसफ्ट विन्डोज भनेको ... हो के हो त? अप्सन ए ग्राफिक प्रोग्राम, अप्सन बी वर्ड प्रोसेसिङ, अप्सन सी डाटाबेज प्रोग्राम र अप्सन डी मा रहेको छ अपरेटिङ सिस्टम। र प्रश्न नम्बर 6 को सही उत्तर हुन्छ अप्सन नम्बर डी अपरेटिङ सिस्टम। साथीहरू माइक्रोसफ्ट विन्डोज भनेको चाहिँ अपरेटिङ सिस्टम हो, त्यो पनि हामीहरूलाई ख्याल राख्नुपर्ने हुन्छ। ल त्यसरी नै प्रश्न नम्बर 6 पछि जानेछौँ प्रश्न नम्बर 7 मा। प्रश्न नम्बर 7 मा रहेको छ विद्यालय शिक्षामा प्रयोग भइरहेको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली यानि IEMIS मा तल दिएका मध्ये कुन विवरण कम मात्रामा समावेश गरिएको छ? अप्सन ए अपाङ्गताको विवरण, अप्सन बी सिकाइ उपलब्धिको विवरण, अप्सन सी मा रहेको छ विद्यार्थीको पारिवारिक विवरण र अप्सन डी मा रहेको छ विद्यालयको भौतिक विवरण। र प्रश्न नम्बर 7 ले मागेको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर सी विद्यार्थीको पारिवारिक विवरण चाहिँ IEMS मा कम मात्रामा प्रयोग गरिएको हुन्छ साथीहरू। हेरौँ प्रश्न नम्बर 8। प्रश्न नम्बर 8 मा रहेको छ सुशासनको कुन तत्त्वले सबै क्रियाकलापहरू र निर्णय प्रक्रियाहरू खुल्ला र स्पष्ट राख्छ त?
अप्सनमा 4वटा अप्सन रहेको छ। अप्सन ए उत्तरदायित्व, अप्सन बी पारदर्शिता, अप्सन सी कानुनीता र अप्सन डीमा रहेको छ सार्वजनिक सहभागिता। र यसको सही उत्तर हो अप्सन नम्बर बी पारदर्शिता हो है साथीहरू। ल सबै क्वेसन हेर्नु होला साथीहरू, अन्तिमसम्म हेर्नु होला, राम्रो राम्रो क्वेसनहरू रहेको छ। हेर्नेछौँ प्रश्न नम्बर 9 हामी। प्रश्न नम्बर 9 मा रहेको छ पाठ्यक्रमले निर्धारण नगर्ने उद्देश्य तलका मध्ये कुन हो? अप्सन ए तहगत, अप्सन बी कक्षागत, अप्सन सी विषयगत र अप्सन डीमा रहेको छ पाठगत। र यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर डी पाठगत। र क्वेसनले साथीहरू पोजिटिभ आन्सर मागेको छ कि नेगेटिभ मागेको छ त्यो राम्ररी हेर्नु होला। योमा चाहिँ धेरैजना साथीहरू झुकिन्छ है साथीहरू। ल जानेछौँ हामी प्रश्न नम्बर 10 मा। प्रश्न नम्बर 10 मा रहेको छ विभिन्न सवारी साधन, घर, खेलाडीका जर्सी, रोल नम्बर आदिलाई चिनाउन प्रयोग गरिने अङ्कलाई मापनको कुन स्केल अन्तर्गत राख्न सकिन्छ? अप्सन ए नामरूपी स्केल, अप्सन बी क्रमागत स्केल, अप्सन सी अन्तराल स्केल र अप्सन डी अनुपातिक स्केल। र प्रश्न नम्बर 10 ले मागेको सही उत्तर हो अप्सन नम्बर ए नै नामरूपी स्केल अन्तर्गत चाहिँ माथिका कुराहरूलाई राख्न सकिन्छ साथीहरू। ल साथीहरू म तपाईहरुलाई जानकारी दिन चाहन्छु, तपाईहरु जति पनि क्वेसन पढ्नुहुन्छ अन्तिमसम्म पढ्नु होला है। ल हेर्नु प्रश्न नम्बर 11 मा रहेको छ तलका मध्ये कुन कथनले विद्यार्थी केन्द्रित शिक्षण विधिको सारलाई समेट्छ? अप्सन ए शिक्षकको निर्देशनलाई अनुशासित तवरले पाल्ना र ज्ञानलाई कण्ठस्थ गर्न जोड दिने, अप्सन बी बालबालिकाको समग्र संज्ञानात्मक, सामाजिक, भावनात्मक र शारीरिक पक्षहरूको विकासमा प्राथमिकता दिने, अप्सन सी विद्यार्थीलाई ज्ञानको निष्क्रिय प्राप्तकर्ताको रूपमा ग्रहण गर्ने, अप्सन डी मा रहेको छ निश्चित ढाँचामा बनेको पाठ्यक्रममा आधारित भई विद्यार्थीलाई अपरिवर्तनीय विषयवस्तुको सिकाउने। र यसको सही उत्तर हो अप्सन नम्बर बी है साथीहरू। बालबालिकाको समग्र संज्ञानात्मक, सामाजिक, भावनात्मक र शारीरिक पक्षहरूको विकासमा प्राथमिकता दिने। जब प्रश्न नम्बर 12 मा सोधिएको छ समूहमा नमिल्ने कुन हो? अप्सन ए धान, अप्सन बी मकै, अप्सन सी गेहूँ र अप्सन डी मा रहेको छ सुन। र यसको सही उत्तर हुन्छ अप्सन नम्बर डी सुन चाहिँ समूहमा मिल्दैन, अरू सबै चाहिँ खाने कुरा हो तर सुन चाहिँ लाउने कुरा हो, लगाउने कुरा है साथीहरू। त्यसरी नै जानेछौँ प्रश्न नम्बर 13 मा। प्रश्न नम्बर 13 मा रहेको छ कुनै पनि कार्य गर्न प्राणीलाई क्रियाशील बनाउने तत्त्वलाई के भनिन्छ? अप्सन ए पुनर्बल, अप्सन बी प्रतिक्रिया, अप्सन सी अभ्यास र अप्सन डी मा रहेको छ पृष्ठपोषण। र यसको सही उत्तर सबैलाई थाहा भइसक्यो होला, अप्सन नम्बर ए हुन्छ पुनर्बल भनिन्छ साथीहरू। व्यक्तिलाई चाहिँ कुनै पनि कार्य गर्नको लागि क्रियाशील बनाउने तत्त्व पुनर्बल हो। ल प्रश्न नम्बर 13 पनि भइसक्यो साथीहरू। अब हामी तपाईहरु समक्ष राख्नेछौँ आजको प्रश्न नम्बर 13 पछिको प्रश्न नम्बर 14। ल हेर्नु के भनेको छ शिक्षक पेशागत विकासको प्रारूप अनुसार तालिम सञ्चालनका लागि योग्य प्रशिक्षकको व्यवस्था गर्न रोस्टर प्रशिक्षक छनौटका आधार तलका मध्ये कुन हो? अप्सन ए महाविद्यालयको प्राध्यापक वा माध्यमिक तहमा काम गरेको शिक्षक, अप्सन बी सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त, अप्सन सी सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने र अप्सन डी मा रहेको छ माथिका सबै। प्रश्न नम्बर 14 को सही उत्तर हुन्छ अप्सन नम्बर डी माथिका सबै हो साथीहरू। साथीहरू तपाईहरुलाई सबै क्वेसन अन्तिमसम्म पढ्न यसको लागि भनिरहेको छु ताकि तपाईहरु सबै क्वेसन पढेर हैन राम्ररी क्वेसन टिक गरेर आउन सक्नु हुनेछ है। ल हेरौँ प्रश्न नम्बर 15। प्रश्न नम्बर 15 मा रहेको छ निरन्तर विद्यार्थी मूल्याङ्कनले विद्यार्थीको सिकाइको लेखाजोखा कति समयमा गर्नुपर्ने व्यवस्था गरेको छ? अप्सन ए अर्धवार्षिक रूपमा, अप्सन बी मासिक रूपमा, अप्सन सी साप्ताहिक रूपमा र अप्सन डी मा रहेको छ दैनिक रूपमा। र प्रश्न नम्बर 15 ले मागेको सही उत्तर हो अप्सन नम्बर डी दैनिक रूप यसको चाहिँ साथीहरू सही उत्तर हो है। अनि साथीहरू कतिजना साथीहरू हैन पुरै क्वेसन पढ्दैन र आधीमा छोडेर आन्सर लगाइदिन्छ। ल हेरौँ प्रश्न नम्बर 16। प्रश्न नम्बर 16 मा रहेको छ स्थानीय पाठ्यक्रम निर्माणको पहिलो चरण कुन हो? अप्सन ए विषयवस्तुको छनौट, अप्सन बी समय निर्धारण, अप्सन सी आवश्यकताको पहिचान र अप्सन डी मा रहेको छ उद्देश्य निर्धारण। र यसको सही उत्तर हो अप्सन नम्बर सी आवश्यकताको पहिचान। र त्यसरी आधा पढेर लगाइएको क्वेसन चाहिँ
लगभग सबै गलत हुन्छ साथीहरू। त्यसैले तपाईहरू सबै अन्तिमसम्म प्रश्नहरू हेर्नु होला एक्जाममा पनि र अन्तिमसम्म पढेर मात्र टिक लगाउनु होला है। हेरौँ प्रश्न नम्बर 17। प्रश्न नम्बर 17 मा रहेको छ व्यवहारलाई भन्दा सिद्धान्तलाई जोड दिने कस्तो प्रकारको नेतृत्व हो? अप्सन ए नोकरशाही नेतृत्व, अप्सन बी स्वतन्त्र नेतृत्व, अप्सन सी सहभागी नेतृत्व र अप्सन डी मा रहेको छ सृजनात्मक नेतृत्व। र प्रश्न नम्बर 17 को सही उत्तर हो अप्सन नम्बर ए नोकरशाही नेतृत्व चाहिँ व्यवहारलाई भन्दा सिद्धान्तलाई बढी जोड दिने गर्दछ साथीहरू। ल अब जानेछौँ हामी प्रश्न नम्बर 18 मा। प्रश्न नम्बर 18 मा रहेको छ नेपालमा कहिलेदेखि क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू भएको हो? अप्सन ए विक्रम सम्वत 2070 वैशाख 2 गते, अप्सन बी विक्रम सम्वत 2071 वैशाख 6 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2072 वैशाख 8 गते र अप्सन डी मा रहेको छ 2078 वैशाख 10 गते। र प्रश्न नम्बर 18 ले मागेको सही उत्तर हो अप्सन नम्बर ए नै विक्रम सम्वत 2070 वैशाख 2 गते देखि चाहिँ नेपालमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू भएको रहेको छ साथीहरू। ल हेरौँ आजको सेकेन्ड लास्ट प्रश्न, प्रश्न नम्बर 19। प्रश्न नम्बर 19 मा रहेको छ बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपका न्यूनतम र अपेक्षित मापदण्ड कति छन्? अप्सन ए न्यूनतम 170 र अपेक्षित 159, अप्सन बी न्यूनतम 152 र अपेक्षित 159, अप्सन सी न्यूनतम 149 र अपेक्षित 179 र अप्सन डी मा रहेको छ न्यूनतम 149 र अपेक्षित 152। र प्रश्न नम्बर 19 लाई मागेको सही उत्तर हो अप्सन नम्बर डी न्यूनतम 149 र अपेक्षित 152 वटा चाहिँ बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपका मापदण्डहरू रहेका छन्। हेरौँ आजको अन्तिम प्रश्न, प्रश्न नम्बर 20। विद्यालय शिक्षामा सुधार गर्न के गर्नुपर्छ? अप्सन ए विद्यालयमा राजनीति हावी हुन नदिने, अप्सन बी विद्यालयमा अध्ययन गर्ने वातावरणको निर्माण गर्ने, अप्सन सी समय समयमा विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र अप्सन डी मा रहेको छ माथिका सबै। र प्रश्न नम्बर 20 को सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै क्रियाकलाप गर्नुपर्छ। हस् साथीहरू आजलाई यति नै। आशा छ तपाईहरुलाई भिडियो मन पर्यो। भिडियो मन परेमा साथीहरू सदा अझै च्यानललाई सब्स्क्राइब गर्न, भिडियोलाई लाइक गर्न, एउटा कमेन्ट छोड्न र इन्फर्मेटिभ जानकारीलाई तपाईहरु आफ्नो साथीहरु माझ शेयर गर्न चाहिँ अवश्य नभुल्नु होला। यतिकै भन्दै म तपाईहरुबाट छुटिन चाहन्छु। टेक केयर। हस्त बाइ बाइ।